गाउँको एउटा सानो कुनामा जहाँ खोला बगिरहन्थ्यो र डाँडाहरूले आकाश छोइरहन्थे त्यही बस्थिन् राधा। उनको जीवनमा एउटा मात्र रङ थियो, त्यो थियो आकाश। आकाश जो उनको बाल्यकालको साथी थियो, स्कुल जाने बेलाको सहारा थियो र हरेक साँझ खोलाको किनारमा बसेर सपना बुन्ने सहयात्री पनि। उनीहरूका सपनाहरू सानै थिए, तर उनीहरूलाई ती पूरा हुनेमा ठूलो विश्वास थियो। आकाशले राधालाई सधैँ भन्थ्यो, हामी सधैँ सँगै रहनेछौँ, यो गाउँ छोडेर कहिल्यै जाने छैनौँ। राधा पनि त्यही विश्वासमा बाँचिरहेकी थिइन्। तर समयले अर्कै मोड लियो। आकाशको परिवार शहर सर्ने भयो। यो खबर राधाको लागि बिजुली चम्के जस्तै थियो। उनको मनमा अन्ध्यारो छायो। बिदाईको दिन आकाशले राधाको हात समातेर भन्यो, म फर्कनेछु, तिमीलाई लिन आउनेछु, मलाई पर्खनु। उसले एउटा पुरानो बाँसुरी राधालाई दियो, जुन उनीहरू सँगै हुँदा बजाउने गर्थे। आकाश शहर गयो र सुरुमा त उसले फोन गर्थ्यो, चिठी पनि लेख्थ्यो। राधा दिन गनेर बस्थिन्, हरेक साँझ खोलाको किनारमा बसेर आकाशले दिएको बाँसुरी हेर्दै उसलाई सम्झिन्थिन्। तर बिस्तारै फोन कलहरू कम हुँदै गए, चिठी आउन बन्द भयो। केही वर्षपछि गाउँमा खबर आयो कि आकाशले शहरमा विवाह गर्यो। यो खबरले राधाको मुटु चकनाचुर भयो। उनको आँखामा आँसु सुक्यो, ओठमा हाँसो हरायो। जुन खोलाको किनारमा बसेर उनीहरूले सँगै सपना बुनेका थिए, त्यही अब राधा एक्लै बस्थिन्, मौन र उदास। उनले आकाशले दिएको बाँसुरी कहिल्यै बजाइनन्। त्यो बाँसुरी अब उनको अधुरो प्रेम र टुटेका सपनाहरूको प्रतीक बन्यो। राधाले जीवनभर कसैलाई पर्खिनन्, किनकि उनको प्रेमको कथा अधुरै रह्यो। उनी मौन भइन्, तर उनका आँखामा सधैँ एउटा प्रश्न नाचिरहन्थ्यो, किन? I hope this story evokes the emotions you were looking for. Is there anything else I can help you with?